साथीहरु, स्वागत छ तपाईहरुलाई आजको यस भिडियोमा। यो भिडियोमा चाहिँ आज हामीले BJT लाई चाहिँ स्विचको रूपमा कसरी प्रयोग गर्ने, हाउ डज BJT वर्क्स एज अ स्विच भन्ने कुरा चाहिँ यो भिडियोमा हेर्छौं। सो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। भिडियो मन परेमा लाइक शेयर गर्न चाहिँ नबिर्सिनु होला है त। ल सुरु गरौँ भिडियो। BJT लाई चाहिँ स्विचको रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्दा चाहिँ यो जुन स्याचुरेसन रिजन र कट अफ रिजनको बीचमा ब्याक एन्ड फोर्थ मुभमेन्ट गराएर चाहिँ BJT लाई स्विचको रूपमा प्रयोग गर्न सकिन्छ। स्याचुरेसन रिजनमा चाहिँ स्विच अन कन्डिसनमा काम गर्छ भने कट अफ रिजनमा चाहिँ तपाईहरुको स्विच अफ कन्डिसनमा काम गर्छ। सो कसरी लेख्नु पर्यो? BJT क्यान बी युज्ड एज अ स्विच बाइ ड्राइभिङ इट ब्याक एन्ड फोर्थ इन बिट्विन द स्याचुरेसन रिजन एन्ड द कट अफ रिजन। अब कट अफ रिजन र स्याचुरेसन रिजनमा कसरी काम गर्छ भन्ने कुरा चाहिँ हामीले बुझौँ है त। ल कट अफ रिजनमा कसरी काम गर्छ भन्दा कट अफ रिजनमा काम गर्दा यो जुन VCE को भ्यालु हुन्छ, VCE को भ्यालु चाहिँ एकदमै म्याक्सिमम हुन्छ। VCE भनेको चाहिँ आउटपुट तिरको भोल्टेज है। VCE को भ्यालु चाहिँ म्याक्सिमम हुन्छ। VCE को भ्यालु म्याक्सिमम हुने बित्तिकै हामीलाई के थाहा छ भन्दाखेरि यहाँनेरको डिप्लिसन लेयर पनि के भइदिन्छ? म्याक्सिमम भइदिन्छ। डिप्लिसन लेयर म्याक्सिमम भइसकेपछि यो इमिटरमा भएका इलेक्ट्रोनहरु अब चाहिँ जम्प गरेर चाहिँ कलेक्टरमा जान सकेन। डिप्लिसन लेयर एकदम म्याक्सिमम छ, जसले गर्दा यो केसमा बेस करेन्ट पनि तपाईहरुको के भइदियो? 0 भइदियो। त्यसैगरी कलेक्टर करेन्ट पनि तपाईहरुको 0 भइदियो। इलेक्ट्रोनहरु फ्लो गर्न सकेन भने करेन्ट 0 भयो। किन? फ्लो अफ इलेक्ट्रोन भनेकै हाम्रो के हो भन्दाखेरि करेन्ट हो। करेन्ट यहाँबाट फ्लो गर्न सकेन, जसले गर्दा चाहिँ कलेक्टर करेन्ट चाहिँ 0 भयो, बेस करेन्ट पनि 0 भयो है त। र करेन्ट यदि फ्लो भएन भने त्यति बेलामा चाहिँ स्विच कस्तो भयो? ओपन स्विच भयो, करेन्ट फ्लो गरेन। यति बुझ्नु पर्यो। र यो केसमा चाहिँ तपाईहरुको के हुन्छ भन्दाखेरि यो जुन CB जंक्सन छ यसलाई पनि के गरिन्छ? रिभर्स बायस्ड गर्ने हो। र B जंक्सन पनि हाम्रो के गर्ने हो? रिभर्स बायस गर्ने हो। दुईवटै जंक्सनहरु रिभर्स बायस कन्डिसनमा चाहिँ हाम्रो BJT ले चाहिँ स्विचको रूपमा काम गर्दा कट अफ रिजनमा काम गर्ने हो है त। र अब यहाँ चाहिँ यसको डायग्राम हेरौँ एकपटक। यहाँनेर हेरौँ, इनपुट तिरबाट हामीले भोल्टेज दिन्छौं र यहाँनेर एउटा रेजिस्टेन्स छ। र यहाँ चाहिँ के गरिन्छ भन्दा तपाईहरुको इनपुट भोल्टेजलाई, इनपुट पोटेन्शियललाई चाहिँ तपाईहरुले ग्राउन्डिङ गरिन्छ। किन ग्राउन्डिङ गरिन्छ भन्दाखेरि यहाँनेर एउटा ब्यारियर पोटेन्शियल छ। लेट अस सपोज 0.7 छ ब्यारियर पोटेन्शियल। यो ब्यारियर पोटेन्शियललाई चाहिँ यताबाट दिएको पोटेन्शियलले ओभरकम गर्नु भएन। करेन्ट फ्लो गराउनु छैन नि, त्यसको लागि ओभरकम गर्नु भएन। त्यसैले गर्दा चाहिँ इनपुट पोटेन्शियललाई ग्राउन्डिङ गरिन्छ र रेजिस्टेन्समा पनि पोटेन्शियल ड्रप हुन्छ, जसले गर्दा अब यहाँ पोटेन्शियल चाहिँ 0.7 भन्दा कम हुन्छ। यानी कि BE को पोटेन्शियल VB इज अलवेज लेस देन 0.7 यो केसमा, जसले गर्दा हेरौँ त स्विच ओपन भयो कि भएन? हैन, सर्किट ओपन भयो। सरी, सर्किट ओपन भयो यहाँनेर है। र करेन्टको फ्लो भएन। यो चाहिँ हाम्रो कुन रिजन हो? कट अफ रिजन हो। र यो V इनपुटलाई चाहिँ यसरी ग्राउन्डिङ गर्नुको मेन रिजन के हो भन्दा यहाँनेर जुन 0.7 भन्दा चाहिँ बढी हुन दिनु भएन नि पोटेन्शियल, इनपुट पोटेन्शियललाई। त्यसैले चाहिँ यसलाई के गरिन्छ? सुरुमै ग्राउन्डिङ गर्ने काम गरिन्छ। यति। अब हामीले चाहिँ BJT लाई चाहिँ स्याचुरेसन रिजनमा कसरी काम गर्छ त्यो हेरौँ। BJT ले चाहिँ स्याचुरेसन रिजनमा काम गर्दाखेरि यो VBE को भ्यालु जुन छ, यो VBE को भ्यालु चाहिँ जहिले पनि ग्रेटर देन 0.7 हुने गरी काम गर्नु पर्यो। करेन्ट फ्लो गर्नु छ, त्यसको लागि चाहिँ ब्यारियर पोटेन्शियल भन्दा चाहिँ पोटेन्शियल धेरै हुनु पर्यो है। यो केसमा के हुन्छ भन्दाखेरि VCE को भ्यालु चाहिँ एकदम मिनिमम हुन्छ। VCE को भ्यालु मिनिमम भइसकेपछि ब्यारियर पोटेन्शियलको भ्यालु पनि हाम्रो के भइदियो? मिनिमम भइदियो। यानी कि ब्यारियर पोटेन्शियल नै मिनिमम भइदियो। ब्यारियर पोटेन्शियल जति कम भयो त्यति इलेक्ट्रोनहरु मजाले फ्लो हुन पायो। र इलेक्ट्रोनकै फ्लो हुनु भनेको के हो? हाम्रो करेन्ट हो, जसले गर्दा चाहिँ C बाट अब यसरी करेन्ट पास भयो है त। यो केसमा यति बुझ्नु पर्यो। अब यसको चाहिँ डायग्राम हेरौँ। यसमा के गराइन्छ भन्दाखेरि चाहिँ तपाईहरुको जो इनपुट तिरको भोल्टेज हुन्छ, इनपुट तिरको भोल्टेजमा चाहिँ यताबाट अर्को पोटेन्शियल ल्याएर एड गरिन्छ। किन एड गरिन्छ भन्दाखेरि चाहिँ यहाँनेर जुन BE को भ्यालु छ, VBE को भ्यालु, यो VBE को भ्यालु चाहिँ जहिले पनि ग्रेटर देन 0.7 हैन, ग्रेटर देन 0.7 हुन पर्यो। ग्रेटर देन 0.7 बनाउनलाई कहिले V इनपुट त कम पनि आउन सक्यो, तर VCC ले चाहिँ कम छ भने यसलाई के गर्दियो? बढाइदियो। र यहाँ पोटेन्शियल ड्रप भयो र यहाँनेर चाहिँ VBE को भ्यालु ग्रेटर देन 0.7 भयो। सर्किट कम्प्लिट भयो, जसले गर्दा चाहिँ स्विच ओपन केसमा काम गर्यो अथवा सर्किट क्लोज्ड केसमा काम गर्यो। यसरी स्याचुरेसन रिजनमा। स्याचुरेसन रिजनमा अर्को के बुझ्नु पर्यो भन्दाखेरि बेस इमिटर र कलेक्टर इमिटर, सरी बेस इमिटर र बेस टु इमिटर एन्ड कलेक्टर टु बेस, दुईवटै जंक्सनहरु चाहिँ हाम्रो के हुन्छन् भन्दाखेरि चाहिँ फरवर्ड बायस्ड कन्डिसनमा हुन्छन्। यति बेलामा चाहिँ स्विच अन को रूपमा काम गर्छ कट अफ रिजन र स्याचुरेसन रिजनमा। यति थियो BJT ले स्विचको रूपमा कसरी काम गराउने भन्ने कुरा है त।
अब हामीले चाहिँ बिजेटीले चाहिँ एम्प्लिफायरको रूपमा कसरी काम गर्छ त्यो कुरा पनि हेरौँ है त। एम्प्लिफायरको रूपमा अब कसरी काम गर्छ बिजेटीले भन्ने कुरा चाहिँ हेरौँ। अब बिजेटीले चाहिँ एम्प्लिफायरको रूपमा काम गर्दा चाहिँ एक्टिभ रिजनमा काम गर्छ, किनकि हाम्रो जुन अगाडि स्विचको रूपमा काम गर्ने बेला चाहिँ दुईवटा रिजनमा काम गर्यो, एउटा कट अफ रिजन र एउटा अर्को के स्याचुरेसन रिजनमा। तर एम्प्लिफायरको रूपमा काम गर्ने बेलामा चाहिँ यसले चाहिँ एक्टिभ रिजनमा काम गर्छ। एम्प्लिफायर भनेको चाहिँ यसले चाहिँ सिग्नललाई एम्प्लिफाई गर्नु पर्यो, द्याट इज कल्ड एज एम्प्लिफायर है त। यो केसमा चाहिँ तिम्रो के हुन्छ भन्दाखेरि चाहिँ यो जुन बिई छ भिबिई यतातिर चाहिँ यो जङ्सन जुन छ बिई जङ्सन, यो बिई जङ्सनलाई चाहिँ हामीले के गरिन्छ भन्दाखेरि फरवर्ड बायस राखिन्छ र यो सिबी जङ्सन जुन छ सिबी जङ्सनलाई चाहिँ रिभर्स बायसको केसमा राखिन्छ के एक्टिभ रिजनमा काम गराउँदाखेरि है त। र यो बिजेटीलाई चाहिँ एम्प्लिफायरको रूपमा काम गराउँदाखेरि यो भिबिबी र भिसिसीको चाहिँ प्रोपर भ्यालु चाहिन्छ। भिबिबी र भिसिसीको प्रोपर भ्यालु मेन्टेन गर्न सकियो भने चाहिँ बिजेटीले चाहिँ एम्प्लिफायरको रूपमा चाहिँ हामीले काम गराउन सक्छौँ। अब यसमा चाहिँ हामीले इनपुटतिरबाट चाहिँ हामीले एउटा एसी साइनोसोइडल वेभ दिन्छौँ है, साइनोसोइडल नेचरको वेभ एसी वेभ दिन्छौँ। एसी वेभ इनपुट वेभ दिइसके पछाडि चाहिँ एसीको हाम्रो के हुन्छ दुईवटा हाफ साइकल हुन्छ, एउटा पोजिटिभ हाफ साइकल एउटा नेगेटिभ हाफ साइकल। पोजिटिभ हाफ साइकलमा काम गराउँदा यो इबीमा चाहिँ हामीले के दिन्छौँ भन्दाखेरि एउटा सिग्नल एप्लाई गर्छौँ के सिग्नल एप्लाई गर्छौँ र यो बी जङ्सन चाहिँ हाम्रो फरवर्ड बायसको कन्डिसनमा छ, फरवर्ड बायस बढ्छ। फरवर्ड बायस बढिसके पछाडि इमिटरबाट कलेक्टर जाने करेन्टहरू पनि बढिदिन्छ। यसरी बढ्यो, यसरी बढिसके पछाडि अब यहाँबाट के भयो करेन्ट फ्लो भयो। करेन्ट फ्लो भइसकेपछि रजिस्टरमा त्यसले एउटा पोटेन्सियल ड्रप गर्छ, हाई पोटेन्सियल ड्रप रजिस्टरमा हुन्छ र यसरी चाहिँ अप्पर हाफ साइकलमा चाहिँ यसरी काम गर्यो। अब हामी लोअर हाफ साइकल यानि कि नेगेटिभ हाफ साइकलमा जाउँ। नेगेटिभ हाफ साइकलमा चाहिँ के भयो अब फरवर्ड बायसिङ घट्यो। फरवर्ड बायसिङ घट्ने बित्तिकै चाहिँ कलेक्टर बेस भोल्टेज पनि घट्यो, सिबी भोल्टेज जुन छ सिबी भोल्टेज पनि घट्यो, कलेक्टर करेन्ट पनि घट्यो र फाइनल्ली यो जुन लोड छ आरसीमा चाहिँ हाम्रो के भयो भन्दाखेरि पोटेन्सियल पनि कम ड्रप भयो। यसरी चाहिँ सिग्नललाई चाहिँ एम्प्लिफाई गर्ने काम गर्छ के द्याट इज एम्प्लिफायर। बिजेटीले एम्प्लिफायरको रूपमा यसरी चाहिँ काम गराउन सक्यो। सो दिस मच एज अ बिजेटी एज एन एम्प्लिफायर। र आज हामीले के पढ्यौँ बिजेटीले चाहिँ अब स्विचको रूपमा कसरी काम गर्छ र बिजेटीले चाहिँ एम्प्लिफायरको रूपमा कसरी काम गर्छ दुईवटै टपिकहरू पढ्यौँ। इक्जाम पोइन्ट अफ भ्यूले दुईवटै टपिकहरू इम्पोर्टेन्ट छ। डायग्रामहरू जो मैले यहाँ देखाएको छु यो डायग्रामहरू तपाईँहरूले रेफरेन्स लिन सक्नुहुन्छ र भिडियो मन परेमा लाइक गर्नु होला। आजको लागि यति नै गरौँ। थ्याङ्क यू सो मच।